वेलकम टु आवर न्यू ब्लग। आजको दिनको सुरुवात भइसकेको छ। म आरामै छु, हजुरहरू पनि आरामै हुनुहुन्छ होला। आज हामीसँग एउटा मेम्बर रनिङ जानलाई थपिएको छ। हामी आज रनिङ हिँडिसकेका छौँ। माथि गाउँखोला हाम्रो गन्तव्य भनेको गाउँखोलासम्मै हो, होइन नि सफल भाइ? हो दाजी भन्छ, डराउँछ कि मसँग अलि। के गर्दैन कि नाति पिट्दिनँ एक्लै खास अहिले कतिर पनि पिटाउनु पिट्दिनँ जाम। अनि अब यही बाटो हो सधैँ। आज नि उता मास्तिर गइन्छु होला। उता हाम्रा दुईवटा साथीहरू आउँदैछन् पछाडिबाट। मान्छे आउँदैछन् नालीतिर जाला यता आऊ। दौडी हामी रनिङ हान्नु स्टार्ट गरिसकेका छौँ। ढुक्क हो के गाइस, रनिङ गाइस। अब म रनिङ गर्दै माथि गाउँखोला गएर भेट्नेछु है त गाइस। ल अहिले हामी गाउँखोला जाने भनेको भएन। के अरे हिँडेको ल भाग्ने हिँड्ने थियो नि। अब गाउँखोला जाने भनेको गइएन, यता मासतिर आइयो। के अरे जुत्ता च्यात्तिएन राम्रो छैन। अहिले यता मासतिर जाँदैछौँ हामी यो बाटो। उता मासतिर त्यहाँ अलि फराकिलो ठाउँ जस्तो छ नि त गाइस। अस्तिको भ्लगमा हेर्नुभयो होला। यो अनसब्सक्राइब गरिदिनु, गरेर देखाउनु ल, गरेर देखायो अरे गाइस। ल गरिदिनु त। अब माथि गएर भेट्छु है त। तिर आइसकेका छौँ। यता यो रमाइलो ठाउँमा एकदम दृश्यहरू निकै रमाइलो छ। आइएको छ हामी यता। अब के हुन्छ, अब यता बसिन्छ एकछिन अनि यता गाउँखोलातिर गइएला। हानु होइन मात्र गर्छ काम म बाट यो नि भाग्न त भाग्दो रहेछ गाइस। यहाँ त दामी छ भ्युज जे होस्। अब हट त बिचरा हट त ल गाइस। अब हामी पछि भेट्नेछु है त। म अब गाउँखोलातिर गइन्छ कि यतै बसिन्छ, पछि भेट्छु त गाइस। अनि यता तलबाट आएर यहाँ यता पुलअप सुलअप हान्ने क्याबे गरेर बाक हानेको एक एक गरी हाने नि, धेरै हाने नि। बल्ल सुरुवात सकिन्न, पछि सकिन्छ। मनिष भाइले नाङ्गे भएर हानेछन्। ल देखाइदियो, पोस्ट देखाइदियो, ल देखाउ। थम्नेल हुन्छ। ए ल हान्दै, ल सफल हान्दै, ल मेरो भ्लगमा हान्दै, ल हान्दियो हो हान्दै, ल हान्दै सफल हान्दै। बल्ल 5 भयो। ल सन्दीप हान्ने इच्छुक? ल हान्दा सन्दीप पनि हेर्नु गाइज। हेर्नु कस्तो हान्छ भन्ने। 3 4 सकेन मलाई थाहा पाइसकेन। यस्तो मनिष हान्देऊ त। अब हामी यहाँ जान्छ कि बस्छौँ हेर्दै गर्नु ल। तल बसेर भेटौँ ल त गाइज। एक्सर्साइज गरेर उता माथि डाँडाबाट झरिसकेका छौँ। यता गफ लाउँदै अब घरतर्फ लागिसकेका छौँ। अब हामी घर जाने औसेलु पाइयो भने घर लैदिनु भनेको प्लास्टिक ल्याउन बिर्सियौँ। अब घर क्रिकेट हान्ने होला नि, क्रिकेट हान्ने होला नि सफल। 10 बजे आउने बाबु। कति बजे आउँछ त्यो? बल 7 बजे भाइ। मनिष अस्ति नि हामी यहाँ के 100 के भुत्छु त्यो के भनेको नि यहाँ डराउनु दिन्छ कि गाई हो ल। म अनि डराउनु दिन्छ यहाँ सन्धिस कान त थियो क्या उ त्यो बाबु त्यहाँ छ के बाबु त्यसलाई कुवा जस्तो हो त्यतिबेला त्यस्तो कुरा गर्दै हिँड्दा डर लाग्ने यस्तो देख्ने। अहिले हामी एकदम रमाइलो पारामा हिँडिसकेका छौँ एकदम। अब भ्लग इन किन होइन औसेलु खाएको एकछिन हामी औसेलुहरू खायौँ भने होला म देखाउँदैछु। अब खान्न बाबु छैन बाबु इन भ्लग बनाउँछु ल। हेलो गाइस, यो हाम्रो नयाँ मेम्बर हो, सिक्दैछ। म नयाँ मेम्बर हो। यो भाइहरू पछाडि हो नि, यो भाइहरूलाई मैले सिकाएको सुरुमा रनिङ जाऊ भनेर होइन। मैले सिकाएको यो भाइ नि मैले सिकाएको।
यहाँ पछाडि मनिष भाइ अनि त्यो यो भाइ त मेरो चेला हो चेला अनि यो यता त यता कुदैन कारण यो फुले फुलेको फुले बौला हो यो फुले बौला हो बौला यति लिएर आएको त्यसलाई यहाँ माथि चाहिँ गाइस डराउनु दिन्छ है आउनु आउनु यहाँ डराउनु दिनु भित्र होल नाइट हान्नु त मजा आउँछ 24 आवर होइन 24 आवर्स इन इन भन्दै डराउनु दिन्छ लग्नु दिन्छ किन हामीले यो दिदीहरू के आएर भिडियो बनाउँदा पछि देखेको थियो हामीले खुसी रियलको हो किन डराउनु दिन्छ अरे यता गाई यता सुन्तलाको रुखहरू छ यता मासतिर जानेहरू मानिस त्यहाँ त्यो भोलि हामीलाई भूत त होइन गाई के हो तिमीलाई अब सिरिन नाम्ने मलाई ठाउँको ठाउँ इन हान्दिहालेको भ्लग के हो आज केही कन्टेन्टै भएन यार न्यू मेम्बर अब डाइरेक्ट घर हो कन्टेन्ट पुरो सहल पुरा भन्दा गुल्टियो गाइज त्यही गरौँ अब घर जाने हो ल गाइज आजलाई यति नै हुन्छ भ्लग बाई गाइस बाई गाइज अब सेफ बस्नु होला यस्तै छ आज कन्टेन्ट केही पनि भएन यही बाटो सधैँ के देखाउने एकचोटि यो यस्तो एकदम दृश्य हेरेर म हजुरलाई बिदा लिन चाहन्छु नि त दृश्य हेर्नु होला दृश्य यो राम्रो दृश्य थाहा छैन नि त तर पहिला यहाँ दुइटा दिदीहरू राति घाम खोलामा 12-1 बजे त्यहाँ माथि रातितिरै हो कि राति हो फोटो खिच्दा दुइटा दिदीहरूले अस्ति नै लगभग 3-4 वर्ष अगाडि पछाडि भूत देखेको फोटोमा अन्त फुले यता छ ल अब म यो भ्यू हेर्दै हजुरसँग बिदा लिन चाहन्छु लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद गाइज ल भाइ है त